आदरणीय दर्शकहरू नमस्कार। म यति बेला तनहुँको व्यास नगरपालिका भित्र रहेको छु। यहाँ चाहिँ व्यास नगरपालिकाले नकुहिने फोहोरहरूलाई यो एउटा कम्प्रेसर मेसिनको सहायताले यो बोतलहरू र प्लास्टिक जन्य जुन सामग्रीहरू छन् जो पुनः प्रयोग हुने यी सामग्रीहरूलाई चाहिँ यहाँ यसरी जम्मा गरेर प्लास्टिकका बोतलहरूलाई यसरी यहाँ जम्मा गरेर राखिएको छ भने बोरामा प्याक गरेर, अनि यी सामान्य प्लास्टिक र अन्य बोतलहरूलाई पनि विशेष प्रविधिबाट यो मेसिनको सहायताले यहाँ चाहिँ यो काम भइरहेको हामी देखाउन गइरहेका छौँ। धेरै भएको सामग्रीलाई चाहिँ यो मेसिनले यसले खाँदेर अनि यसलाई थोरै मात्रामा चाहिँ बनाएर अनि यसलाई प्याक गरेर यसलाई पुनः प्रयोग गरेर यसबाट पनि लाखौँ आम्दानी गर्न सकिने उदाहरण चाहिँ यहाँ देखाइएको छ। यसरी यो पुनः प्रयोग हुने प्लास्टिकहरू जो फेन्सी सामान घरायसी प्रयोग भइरहेका यी प्लास्टिकहरूलाई चाहिँ यो मेसिनको सहायताले त्यसलाई सानो बनाएर यसलाई चाहिँ यो रूपबाट कागजहरूलाई पनि यसरी प्याक गरेर यसलाई पुनः प्रयोग गरिएको छ। अनि अहिले मैले देखाएका प्लास्टिकहरूलाई चाहिँ यसरी बाँधेर पुनः प्रयोग गरेर व्यास नगरपालिकाले यसबाट पनि लाखौँ रुपियाँ आम्दानी गर्न सकेको छ। पछिल्लो समय व्यास नगरपालिकाका लागि जो ल्यान्डफिल साइड छ एउटा टाउको दुखाइको विषय बनेको छ। थोरै ठाउँमा पनि यो नकुहिने फोहोरहरूलाई यसरी व्यवस्थित गर्न सकिन्छ भनेर व्यास नगरपालिकाकै पुरानो सभा हल जुन थियो त्यहीँ चाहिँ यो काम भइरहेको हामी यहाँ देखाउन गइरहेका छौँ। व्यास नगरपालिका मात्र होइन अन्य पालिकाहरूले पनि यसको सिको गर्न जरुरी छ। यी बोतल प्लास्टिकका बोतलहरू अनि टिन फलामलाई पनि सानो बनाएर यो गरेको पाइएको छ। यति बेला चाहिँ हामीसँग व्यास नगरपालिकाको वन वातावरण समितिका संयोजक रणसिंह नेपाली सर हुनुहुन्छ। रणसिंह सर, यो पछिल्लो समय व्यास नगरपालिकामा प्लास्टिक जुन प्रतिबन्ध लगाइयो त्यसको विषयमा पनि ठुलै चर्चा परिचर्चा भयो र सँगसँगै जुन ल्यान्डफिल साइड छ यो त्यसको पनि विवाद भयो। तर पनि विवाद बिच पनि थोरै स्थानमा व्यवस्थित गरेर प्लास्टिकलाई पुनः प्रयोग गर्न सकिने कागजहरू टिनहरू फलामहरूलाई पनि यो कुनै अवरोध यहाँ अहिले हामी यो अन्तर्वार्ता लिँदा पनि कुनै पनि गन्धहरू खासै केही पनि आएको छैन। पुनः प्रयोगको काम भइरहेको छ। यो विषयमा अलिकति बताइदिनुहोस् न। यो विगतमा व्यास नगरपालिकाको फोहोर मैलाहरू यो चाहिँ पुनः प्रयोग गर्न सकिने वस्तु बिक्री गर्न सकिने वस्तुहरू पनि लगेर चाहिँ ल्यान्डफिल साइडमा खाल्डोमा चाहिँ बाटोले चाहिँ पुर्ने चाहिँ परम्परा थियो। विगत 1 वर्षदेखि हामीले चाहिँ अब यो सबै बजारमा चाहिँ उत्सर्जन भएका फोहोर मैलाहरू मध्येको कुहिने फोहोरलाई चाहिँ व्यास 10 को दुम्सी त्यहाँनिर लगेर कुहिने फोहोरलाई चाहिँ विसर्जन गर्छौँ। हामीले त्यसलाई व्यवस्थापन गर्छौँ। यो नकुहिने फोहोरहरू जति हो यो सबै हामीले चाहिँ सङ्कलन गर्छौँ। सङ्कलन गरेर यसलाई चाहिँ हामीले छुट्याउँछौँ र छुट्याएर धेरै जस्तो फोहोरको लगभग 70-80% जस्तो चाहिँ यहाँ भएको चाहिँ यो कबाडी जन्ने वस्तुहरू यसलाई चाहिँ रिसाइकल गर्न सकिने भएको हुनाले हामीले यहाँ मेसिनहरू नै राखेर कर्मचारीहरू थपेर दैनिक रूपमा यसलाई छुट्याएर त्यसलाई चाहिँ हामीले चाहिँ अहिले बिक्री गरिराखेका छौँ। त्यसले चाहिँ नगरपालिकाले आम्दानी पनि गरिराखेको छ र अर्कोतर्फ यसले चाहिँ फोहोर मैलाको चाहिँ यो चाहिँ अब व्यवस्थापनमा पनि असाध्यै सहयोग पुगेको छ र यसले चाहिँ एउटा चाहिँ यो वातावरण संरक्षणमा पनि धेरै राम्रो चाहिँ एउटा योगदान पुगेको छ। किनभने यो सबै चाहिँ अहिले यो पुनः प्रयोग गर्न सकिने चाहिँ वस्तुहरू हामीले चाहिँ अब यसलाई कम्पनीमा बिक्री गर्छौँ हैन। कम्पनीहरूले यहाँबाट आएर उनीहरूले खरिद गरेर लैजान्छन्। त्यसले गर्दाखेरि अब यसको चाहिँ
पुनः व्यवस्थापन हुन पाएको छ। वास्तवमा यो हामीले राम्रै काम गरेको छौँ भन्ने लाग्छ। जस्तो कतिपय व्यक्तिहरूले चाहिँ अब यो जुन फोहोर उठाएर व्यवस्थित तरिकाले गर्न सकेन नगरपालिकाले भन्ने एकातिर छँदैछ, तर पनि फोहोरलाई व्यवस्थित गर्न सक्यो भने मोहोर त उत्पादन मोहोर आम्दानी गर्न सकिँदो रहेछ होइन सर? हो, अहिले गएको यो 4 महिनामा हामीले 7 लाख रुपियाँ होइन 7 लाख रुपियाँ चाहिँ हाम्रो नगरपालिकाले यही अब यो बजारबाट सङ्कलन गरेको प्लास्टिक, टिन, फलाम, कागज लगायत जुन बिक्री योग्य चाहिने हाम्रो त्यो फोहोर वस्तुहरू छ त्यसबाट हामीले आम्दानी गरेका छौँ। एकातिर रोजगारी पनि सिर्जना गरेको छ भएको छ, अर्कोतर्फ फोहोरको पनि उचित व्यवस्थापन भएको छ, पुनर्प्रयोग भएको छ, वातावरण संरक्षण भएको छ। यो चाहिँ वास्तवमा हामीले अलिक वैज्ञानिक अहिले चाहिँ उपलब्ध हुन सकेको वैज्ञानिक विधि नै को हामीले प्रयोग गरेका छौँ। वास्तवमा यो चाहिँ नै राम्रो छ। तर हामीलाई के छ भने अलिकति हाम्रो आफ्नै चाहिँ जग्गा हामीले चाहिँ अझै पनि व्यवस्थापन गर्न नसकेको कारणले चाहिँ हामीले अहिले नगरपालिकाभित्रको जुन एउटा खुल्ला ठाउँ जहाँ छ नि पालिकाभित्रकै खुल्ला ठाउँमा हामीले यसलाई आन्तरिक रूपमा अस्थायी ढङ्गले व्यवस्थापन गरेका छौँ र वास्तवमा यसलाई धेरै ठाउँ पनि चाहिँदैन र यसले त्यसको चाहिँ फोहोर मैला दुर्गन्ध हुने चाहिँ वातावरणमा धेरै चाहिँ समस्या आउने भन्ने कुरा नि केही छैन। तर हामीले अलिकति सर्वसाधारणलाई अलिक बुझाउन सकेका छैनौँ। जहाँ पनि अब यो सरसफाइ केन्द्रको लागि जग्गा चाहिँ खरिद गर्ने अथवा जग्गा चाहिँ अब लिजमा लिने किसिमले चाहिँ कार्यक्रमहरू अगाडि बढायो अनि बढाउने बित्तिकै विरोध भइहाल्छ, विरोध आइहाल्ने र चाहिँ अब हरेक ठाउँमा चाहिँ अब यो अवरोध आएको कारणले थाहै व्यवस्थापन गर्न सकिएको छैन। तर अहिले चाहिँ हामी यसरी नै यो चाहिँ एउटा वस्तुहरूलाई चाहिँ अब बजारीकरण गरिरहेका छौँ र यसले चाहिँ नगरपालिकालाई आम्दानी पनि सहयोग गरेको छ। रोजगारी सिर्जनादेखि सबै कुरामा हामीले राम्रै गरेका छौँ व्यास नगरपालिकाले भन्ने लाग्छ। हस् सर, यहाँलाई धन्यवाद।